त्यसपछि हामी जम्प गरौँ सेप्टल नेफ्रिटिया। ल अब हामी जम्प गरौँ सेप्टल नेफ्रिटिया है। सेप्टल नेफ्रिटिया है। ल ल अब सबैभन्दा पहिला यहाँ हेर्दै जानुहोस् त, यो सेप्टल नेफ्रिटियाको लोकेसन। सेप्टल नेफ्रिटिया आर एब्सेन्ट इन anterior 14 segment. Good morning, sir. Morning. Septal nephria are absent in anterior 14 segments. सेप्टल नेफ्रिटिया अगाडिको 14वटा सेगमेन्टमा हुँदैन। बुझ्यो भाइ? अगाडिको 14वटा सेगमेन्टमा हुँदैन है। हिजो पढेको फ्यारिन्जल नेफ्रिटिया 4, 5, 6 सेगमेन्टमा छैन र सेप्टल नेफ्रिटिया भनेको अगाडिको 14वटा सेगमेन्टमा हुँदैन। यसको अर्थ यो 15 सेगमेन्टबाट सुरु हुन्छ है। अब एन्टेरियर 14 सेगमेन्टमा हुँदैन र त कसरी स्टार्ट भएको हुन्छ सुन है। कसरी स्टार्ट भएको हुन्छ हेर। यो अर्थनको इन्टेस्टाइन हो। यहाँ है यो इन्टेस्टाइन हो। यो 15 सेगमेन्ट बुझौ। हेर त 15 सेगमेन्ट, यो 16 सेगमेन्ट, मैले त्यसै गरी के भन्छु सो अन भन्छु है। र हिजोतिर मैले एउटा होमवर्क दिएको थिएँ नि, सायद मैले अलिक बिर्सेछु है। त्यो खोलाको बाढी साडी भनेको थिएँ नि, त्यो हेऱ्यौ? खोलाको बाढी बागमती बाढी भन्न मैले त्यहाँ भन्न खोजेको के हो भने त, मैले त्यहाँ भन्न खोजेको चाहिँ कि हिजो फ्यारिन्जल नेफ्रिटियामा बक्कल क्याभिटी र जो फ्यारिङ्समा वेस्ट खस्यो नि भाइ, त्यो वेस्टहरू अब झरेर अर्थनको इन्टेस्टाइनमा पुग्छ नि, त्यो वेस्टमा सबै नचाहिने कुरा पनि हुँदैन है। त्यहाँ चाहिने अर्थनको लागि चाहिने कुरा पनि त हुन्छ नि। त्यो जो वेस्ट इन्टेस्टाइनमा पुगेको छ नि, बक्कल क्याभिटी फ्यारिङ्समा खसेको वेस्ट, त्यो वेस्टमा जो साल्ट वाटर हुन्छ नि, त्यो अर्थनको इन्टेस्टाइनल वालमा एब्जर्ब हुन्छ, ब्लडमा गएर मिसिन्छ, तर नचाहिने वेस्टहरू अर्थनको एनसबाट बाहिर जान्छ है। र मैले हिजो भन्न खोजेको के हो भने नि भाइ, जुन नेफ्रिटिया एन्टेरोनेफ्रिक नेचरको हुन्छ, त्यो नेफ्रिटिया अर्थनको शरीरमा साल्ट र वाटर कन्जर्भ गर्नको लागि रेस्पोन्सिबल हुन्छ है। यो मैले हिजो होमवर्क दिएको कुरो त्यही हो। बिङ एन्टेरोनेफ्रिक इन नेचर, pharyngeal nephria are responsible for conservation of water and salt. बुझौ? हो त्यो मैले त्यो लास्टमा भन्न खोजेको त्यो हो है। ल अब यहाँ हेर है, यो इन्टेस्टाइन हो। यो मसलको पार्टिसन देखौ सेप्टम। बुझौ? यो मसलको पार्टिसनलाई के भन्छ? सेप्टम है। यो सेप्टम हो। अब हेर है, यो सेप्टममा देखौ, देखो भाइ हेर त, यहाँ 20देखि 25वटा सेप्टल नेफ्रियाहरू हुन्छ है। हेर भाइ, यो सेप्टममा देखौ, यहाँ 20देखि 25वटा सेप्टल नेफ्रियाहरू हुन्छ है। सेप्टल नेफ्रियाहरू हुन्छ। अब यहाँ हेर, यो सेप्टममा 20देखि 25वटा सेप्टल नेफ्रियाहरू हुन्छ, देखौ होइन? हेर त, यो सेप्टममा 20देखि 25वटा सेप्टल नेफ्रियाहरू हुन्छ, देखौ होइन? यो सेप्टममा 20देखि 25वटा सेप्टल नेफ्रियाहरू हुन्छ। त यो पढाइबाट तिमीलाई के थाहा भन्दा, सेप्टल नेफ्रिया 15 सेगमेन्टबाट त सुरु हुन्छ, तर 15 को पनि कहाँबाट सुरु हुन्छ भन्दा बिहाइन्ड 15 सेगमेन्ट भन्नु पर्यो। हेर त, 15 सेगमेन्टको नि माथि सेप्टल नेफ्रिटिया हुँदैन र सेप्टल नेफ्रिटिया 15 को तलबाट सुरु भएको छ कि छैन? छ। त तिमीले सेप्टल नेफ्रिटिया एन्टेरियर 14 सेगमेन्टमा हुँदैन भन्नुपर्छ। सेप्टल नेफ्रिटिया स्टार्ट फ्रम है, यो स्टार्ट कहाँबाट स्टार्ट हुँदो रहेछ? बिहाइन्ड है। सेप्टल स्टार्ट बिहाइन्ड के भन्नु त? यो 15 सेगमेन्ट है। सेप्टल नेफ्रिटिया स्टार्ट बिहाइन्ड के भन्छ? 15 सेगमेन्ट भन्छ। 15 सेगमेन्ट, अथवा यसरी पनि भन्दा हुन्छ है, यो 15 सेगमेन्ट हो, यो 16 सेगमेन्ट हो। यो सेप्टम देखो भाइ, यो सेप्टमको नाम चाहिँ इन्टर सेगमेन्टल सेप्टम बिट्विन 15 एन्ड 16। त सेप्टल नेफ्रिटिया यसरी पनि भन्दा हुन्छ है, ओर स्टार्ट है, ओर स्टार्ट इंटर सेगमेंटल है, और स्टार्ट
इन्टरसेक्ट बिट्विन है, बिट्विन 15th and 16th है, 15th and 16th सेगमेन्ट अप टु है, अप टु नभन्नुहोस् लास्टसम्म। ल त्यो लास्टमा कतिवटा किताबमा लास्ट सेगमेन्टमा पनि हुँदैन भनेको छ, इट्स इट्स ओके। त जहाँबाट सुरु हुन्छ नि त्यो चाहिँ एकदम इम्पोर्टेन्ट छ है। ल हेर त सेप्टमले फेरि स्टार्ट तिमीले बिहाइन्ड 15 सेगमेन्टमा भन्दा नि भयो, अथवा स्टार्ट इन्टर सेगमेन्टल सेप्टम बिट्विन 15th and 16th सेगमेन्ट भन्दा पनि भयो। अब यो पढाइबाट तिमीलाई थाहा भयो भाइ यसको नम्बर हेर्दा भाइ यो जुन सेप्टमले फेरिको जुन नम्बर हुन्छ नि होइन, यसको नम्बर के लाउ त, झन् तिमीलाई 100% क्लियर हुन्छ यसको नम्बर। हेर त यहाँ है, यो 15 सेगमेन्टमा मात्र देखो, 15 सेगमेन्टमा मात्र हेर त, यहाँ 20 देखि पछिवटा सेप्टल नै पुऱ्या, यहाँ पनि 20 देखि पछिवटा सेप्टल नै पुऱ्या। त 15 सेगमेन्टमा मात्र कतिवटा हुन्छ तिमीलाई थाहा छ भाइ? हेर त यहाँ हेर न, मैले के भने यो यहाँ 20 देखि 25वटा सेप्टल नै पुऱ्या, यहाँ पनि 20 देखि 25वटा सेप्टल नै पुऱ्या भने नि होइन। त 15मा मात्रै हेर है, यसको नम्बर भनेको चाहिँ हेर त भाइ 15 सेगमेन्टमा मात्र हेर्छौ भने यसको नम्बर 40 देखि 50वटा हुन्छ है, 40 देखि 50वटा हुन्छ। तर 16 सेगमेन्टबाट मेजोरिटी सेगमेन्टमा चाहिँ 16 सेगमेन्टबाट चाहिँ यसको सङ्ख्या कति हुन्छ तिमीलाई थाहा छ? हेर 20 देखि 25, यहाँ पनि 20 देखि 25, यहाँ पनि 20 देखि 25, यहाँ पनि 20 देखि 25, त भन त 16 सेगमेन्टबाट चाहिँ 80 देखि कतिवटा हुन्छ? 100वटा हुन्छ। यहाँ रे भाइ, यहाँ हेर त एउटा 15 सेगमेन्टमा चाहिँ 40 देखि 50वटा मात्रै भयो, तर मेजोरिटी अफ सेगमेन्ट्समा चाहिँ 80 देखि कतिवटा हुन्छ? 100वटा हुन्छ है। अब हामी के गर्छौँ थाहा छ भाइ? अब हामी एउटा सेप्टल नेप्रियमलाई झिकेर हामी पढ्छौँ क्या, एउटा र हामीले झिकेर पढ्नु पर्दो रहेछ क्या। त एउटा भनेको के यस्तो भन्दा यहाँ है, यहाँ त इच सेप्टल नेफ्रिडियम, अब हामीले एउटालाई रिप्रेजेन्ट गरेर पढ्नु पर्दो रहेछ र त। इच सेप्टल नेफ्रिडियम कन्सिस्ट अफ है, इच सेप्टल नेफ्रिडियम कन्सिस्ट अफ के भन्छ? फलोइङ पार्ट्स भन्छ। हेर त हरेक सेप्टल नेफ्रिडियममा के पार्ट्सहरू हुँदा रहेछन्? हेर त हरेक सेप्टल नेफ्रिडियममा के पार्ट्सहरू हुँदा रहेछन्? एक नम्बरमा है, एक नम्बरमा नेप्रोस्टोम हुन्छ है। हेर त यो सेप्टलको मुख हो है, यसमा तिमी नझुकिने है। नेप्रोस्टोम और नेफ्रिडियोस्टोम है, स्टोम और सिलिएटेड फनेल है, और सिलिएटेड के भन्छ? फनेल। र त नेप्रोस्टोम, नेफ्रिडियोस्टोम और के भन्छ? सिलिएटेड के भन्छ? फनेल। यो एउटा पार्ट हो है। हरेक सेप्टलमा हामीले चारवटा पार्ट हुन्छ भनेको छ नि, एउटा नेप्रोस्टोम, नेफ्रिडियोस्टोम और के भन्छ? सिलिएटेड के भन्छ? फनेल भन्छ। त सुन है, अब मैले गरेको सुन त, यहाँ मैले नेफ्रिडियोस्टोम लेखेको नि भाइ, मैले नेफ्रिडियोपोर्स लेखेको होइन नि। नेफ्रिडियोपोर्स भनेको त इन्टिग्युमेन्टरीमा हुन्छ, नेफ्रोस्टोम भनेको चाहिँ सेप्टलमा हुन्छ है। त हरेक सेप्टलमा चारवटा पार्ट हुन्छ, नेफ्रोस्टोम और नेफ्रिडियोस्टोम और सिलिएटेड फनेल है। अनि हेर त अर्को पार्ट के हुन्छ? नेक हुन्छ। सुन है भाइ, यहाँ अर्को पार्ट नेक हुन्छ है। सेप्टलमा अर्को पार्ट भनेको मेन बडी हुन्छ है, मेन बडी हुन्छ। र सेप्टलमा अझ एउटा पार्ट हुन्छ नि भाइ, त्यो अझ एउटा पार्टलाई तिमी टर्मिनल डक भन्छ है। अझ एउटा पार्ट हुन्छ त्यसलाई तिमी भन्छौ टर्मिनल के भन्छ? डक भन्छ क्या होइन। अब तिमीले एउटा काम गर त, एउटा सेप्टल नेप्रियममा यी चारवटा पार्ट हुन्छन्। त अब तिमी सोच त, अब एउटा सेप्टलमा यसरी छ भने सबै सेप्टल नेप्रियममा यस्तै हुन्छ है। मैले एउटाको न झिकेको। अब एउटा काम गर त, तिमीलाई यो चारवटा पार्ट चाहिँ अब इङ्ग्लिसबाट पढ्न झ्याउ लाग्यो भने यसलाई नेपालीबाट पनि पढ्दा हुन्छ है। यसलाई सेप्टलको मुख भन भने भाइ, यसमा सिलिया हुन्छ, त्यसलाई यसलाई सिलिएटेड फनेल भन्छ। नेकलाई तिमीले पढ्नको लागि यसलाई घाँटी, यसलाई घाँटी भनेर सम्झिने होइन। मेन बडीलाई शरीर, हेर त शरीर अथवा जिउ भनेर सम्झिने। अनि टर्मिनललाई तिमीले पुच्छर भनेर सम्झिने क्या। त हरेक सेप्टलमा चारवटा पार्ट हुन्छ, मुख, घाँटी, शरीर र पुच्छर हुन्छ। र त हरेक सेप्टलमा चारवटा पार्ट हुन्छ, त्यो चारवटा पार्टमा मुख, घाँटी, शरीर र के भन्छ त? पुच्छर हुन्छ है। त मैले हिजो भनेको मिलो, एउटा सेप्टल नेप्रियममा एउटा टर्मिनल डक छ भने अब भन्नु त
एउटा सेगमेन्टमा जतिवटा सेप्टल नेप्रियाहरू हुन्छ त्यति एउटै टर्मिनल डक्टरहरू पनि हुन्छ क्या, होइन? यो त मैले एउटाको रिप्रेजेन्ट गरेको हो नि त हो। अब तिमी एकचोटि हेर है। अब हामीले नि यहाँ दुईटा फोटो बनाउँछौँ भाइ। सुन त, दुईटा फोटो बनाउँछौँ नि। क्वेसन दिएर म प्र्याक्टिस गराउँछु क्या है। मलाई थाहा छ नि सेप्टलबाट क्वेसन कहाँ फस्छ। यहाँबाट एउटा त इम्पोर्टेन्ट क्वेसन के आइसक्यो भने सेप्टल नेफ्रिडियममा, सुन भाइ, सेप्टल नेफ्रिडियममा मात्र नेफ्रोस्टोम हुन्छ। यो आफैमा बवाल क्वेसन हो, आफैमा बवाल क्वेसन हो। सेप्टल नेफ्रिडियम अगाडिको 14वटा सेगमेन्टमा हुँदैनन्। यो 15 सेगमेन्टबाट स्टार्ट हुन्छ, तर 15को बिहाइन्डबाट सुरु हुन्छ। तर 15 सेगमेन्टमा मात्र यसको नम्बर 40देखि 50वटा भयो, तर बाँकी सबै तलसम्म के हुन्छ 80देखि 100वटा हुन्छ। र हरेक सेप्टलमा 4वटा पार्ट हुन्छन्। अनि म दुईटा फोटो बनाउँछु है भाइ। एउटा नेफ्रोस्टोमको फोटो बनाउँछु है। अब यो त यो सिजन भनेको त अलिकति मजाले पढ्ने सिजन हो नि त, होइन? अब हामीलाई अहिले त हतार छैन, होइन? हामीले सबै कुरो बुझेर जान्छौँ, होइन? त्यही भएर हामीले सुरुमै मजाले सबै कुरो समेटेर हामी पढौँ है त। अब सबैभन्दा पहिला नेफ्रोस्टोम है। अब यो नेफ्रोस्टोम के हो त? मैले तिमीलाई दुईटा फोटो बनाउँछु भनेको छु नि। एउटा नेफ्रोस्टोमको फोटो मुखको बनाउन भाइ। सबसे इम्पोर्टेन्ट त मुख हो नि। मुख बुझ्यो भने सबै कुरो बुझिन्छ है। नेफ्रोस्टोमको फोटो बनाउँछु। मैले अर्को फोटो भनेको चाहिँ हरेक सेगमेन्टमा सेप्टल नेफ्रिडिया कसरी एरेन्ज भएको छ। जस्तो कि 15 सेगमेन्टबाट सेप्टल सुरु हुन्छ नि, 15मा सेप्टल कसरी एरेन्ज भएको छ, अनि 16 सेगमेन्टमा कसरी सेप्टल एरेन्ज भएको छ। सबै 15बाट सबै सेगमेन्टमा सेप्टलको एरेन्जमेन्ट एउटै हुन्छ, तर नम्बर चाहिँ 15मा अलिक फरक पर्छ। अरू सबैमा चाहिँ के हुन्छ, नम्बर सेम हुन्छ, एरेन्जमेन्ट सेम हुन्छ, खालि नम्बर मात्रै फरक छ। 15मा 40देखि 50वटा हुन्छ है। ल, अब मैले नेफ्रोस्टोमको फोटो पहिला बनाउँछु हेर त। यसको फोटो कस्तो हुन्छ यहाँ है भाइ, तिमी हेर्दै जाऊ। मजाले मिलाएर त्यसलाई मैले बुझाइदिन्छु ल। सबै कुरो समेटेर बुझाइदिन्छु ल। अलि ब्लर भयो है। हो, सबैलाई भयो बलर भाइ? हो सर। Yes, sir. Yes, sir. नेट नहीं स्लो? सर, ठीक छ सर। ठिक छ भन्छ फेरि। ल, नेट स्लो हो कि तिम्रो जस्तो पनि लाग्यो मलाई। ल, अब एक दुईवटा गरेर लेख्दै जाउँ, हामीलाई थाहा भइहाल्छ है। यहाँ है, 3टा, 4वटा, 5वटा, 6वटा, 7वटा, 8वटा। ल, हेर्दै जाऊ है भाइ। ल, हेर्दै जाऊ है। ल, कलर देखिएको छैन नि भाइ? ल, अब हेर्दै जाऊ। ल, एउटा, दुईटा, 3टा, 4वटा। ल, अब हेर है, यसलाई नेक भन्छ। नेक, यो नेकभित्र डक देखाऊ। यहाँ सिलिया हुन्छ है भाइ, सिलिया हुन्छ। तर यो सिलिया, यो जुन डक छ नि, यो डकलाई तिमीले सिलिएटेड, यसलाई डक भन्छ। ठिक छ भाइ? हेर, यसको नाम हो कम्प्याक्ट सेल। कम्प्याक्ट सेल सङ्ख्या 4देखि 5वटा हुन्छ है। यो के भयो? सेन्ट्रल सेल। यो चाहिँ एउटा मात्र छ है। लिएर तिमी हेर्दै जाऊ, तिमी हेर्दै जाऊ भाइ। यो मार्जिनल सेल हेर है, यसलाई मार्जिनल सेल्स भन्छ। यो 8देखि 9वटा हुन्छ है। र यो सेन्ट्रल सेल हो। हेर है, सेन्ट्रल सेल यो एउटा मात्र हुन्छ। हवस् है। अब यो यहाँ सिलिया हुन्छ, देखौ यहाँ पनि के हुन्छ, सिलिया हुन्छ है। यो लोवर लिप हो,
तल्लो ओठ होइन, लोअर लिप हो, र यो अप्पर लिप हो। यसलाई अप्पर लिप भन्छ। हो यो अप्पर लिप है। र दुवै लिपलाई कसले कभर गर्छ तिमीलाई थाहा छ भाइ? बोथ लिप्स आर कभर्ड ओभर बाई भन्छ नि। दुवै लिप्सलाई कसले कभर गर्छ भन्दा बोथ लिप्स आर कभर्ड ओभर बाई, यसको नाम हो, सुन है, यो कहाँ राख्ने हो, यसले त डिस्टर्ब गर्नु त। बोथ लिप्स आर कभर्ड ओभर बाई, यसलाई भन्छ सिलोमिक इपिथेलियम। अरे भाइ, सिलोमिक इपिथेलियम। अब यो सिलोमिक इपिथेलियम भनेको बुझ्छ नि भाइ? सिलोमिक इपिथेलियम भनेको इपीको अर्थ हुन्छ एभो, थेलियमको अर्थ हुन्छ कभरिङ। सिलोमिक इपिथेलियम भनेको इपीको अर्थ एभो, थेलियमको अर्थ कभरिङ। त सिलोमिक इपिथेलियम भनेको यो कसको कभरिङ हो भन्दा यो सिलोमको कभरिङ। बुझ्यो भाइ? यो सिलोमको कभरिङ हो नि, होइन? सुन है, अब हेर त, अब यो देखो, यो स्लिट भनेको चिरिएको लाइक अपाचर है, चिरिएको ओपनिङ भनेको है। यो स्लिट लाइक अपाचरलाई तिमीले के भन्छौ? माउथ भन्छौ। बुझौ? माउथ है। त वेस्ट कसरी बग्छ? यसरी, यसरी बग्छ है, यसरी बगेको हुन्छ यहाँ है। र यो फिगर के को फिगर हो? नेफ्रोस्टम है। यो फिगर के को फिगर हो भन्दा यसलाई नेफ्रोस्टम भन्छ। ल सुन है, अब मैले बोलेको सुन त भाइ, यहाँ नेफ्रोस्टम भन्छ नि भाइ, त्यो नेक माथि देखौ, त्यो सबै नेफ्रोस्टम हो। यहाँ मुख मात्रै नेफ्रोस्टम नमान, यो लिप्स सबै नेफ्रोस्टम हो। किनभने माउथ छ भने माउथलाई बाउन्ड गर्ने लिप्स त छ है, यो सबै नेफ्रोस्टम हो है। तल नेक छ, माथि सबै नेफ्रोस्टम छ। त्यो नेफ्रोस्टमलाई कसले कभर गरेको छ? सिलोमिक एपिथेलियमले। त सिलोमिक एपिथेलियमले कभर गर्नुपर्छ के हो? सिलोमिक एपिथेलियम भनेको त एबो द सिलोम होइन। त यो भाँडोको नाम सिलोम हो। त एउटा काम गर तिमी, एउटा काम गर, अनि यो देखौ, यो त्यान्द्रो जस्तो स्ट्रक्चर देखौ, यो त्यान्द्रो जस्तो स्ट्रक्चरको नाम सिलिया हो है, सिलिया हो। अब एउटा काम गर त, एउटा इक्जाम्पल दिन्छु। यो बोतल बाहिर, यो बोतल, यदि यो बोतलको मैले बिर्को खोलेँ अनि मैले मुख गरेँ, यो बोतलभित्र मैले मुख गाडेँ नि होइन, बोतलको बिर्को खोलेर मैले मुख गाडेँ भने के हुन्छ? यो बोतलभित्रको पानी मेरो मुखमा जान्छ नि त। मैले मुख गाडेँ भने त बोतलभित्रको पानी मेरो मुखमा त जान्छ नि त। त्यस्तै सेप्टल नेफ्रियाको नेफ्रोस्टम कहाँ भएको छ भन त ल। ल तपाईँ, सेप्टलको नेफ्रोस्टम कहाँ भएको छ? ल हेलो भन तपाईँ, कहाँ भएको छ? सिलोममा, नम्बर सिलोममा हो। त भन त, अब सेप्टलले वेस्टलाई कहाँबाट डिराइभ गर्दो रहेछ? सिलोमिक फ्लुइडबाट डिराइभ गर्दो रहेछ कि। बुझ्यो भाइ? एउटा नेफ्रोस्टम सिलोममा हुनुको अर्थ सेप्टलले वेस्टलाई कहाँबाट डिराइभ गरौँ भन्दा सिलोमिक फ्लुइडबाट डिराइभ गरौँ है। कस्तो मेकानिजम हुन्छ अरे त? सिलिया देखौ, यो लोअर लिप अप्पर लिपमा सिलिया देखौ, त्यो सिलियाले सिलोमिक फ्लुइडबाट वेस्टलाई कलेक्सन गर्छ। त्यो कलेक्सन गरेको वेस्टलाई माउथले खाइदिन्छ है। देखो, माउथले खाइदिन्छ, अनि त्यो वेस्ट अब सिक्वेन्सली झरेर कता नेकतिर आउँछ क्या होइन। अब नेकभित्रको सिलियाले त्यो वेस्टलाई बडीतिर धकेलिदिन्छ क्या है। हेर त, अब बडी पछाडि त्यो बडीमा पनि इन्टरनली सिलिया हुन्छ, अनि त्यो बडीभित्रको सिलियाले त्यो वेस्टलाई टर्मिनल डक्टमा धकेलिदिन्छ क्या। अब टर्मिनल डक्ट जहाँ खोल्छ वेस्ट त्यही खस्छ, होइन त? होइन त भाइ? हिजो फ्यारेन्जलको टर्मिनल डक्टहरू मिलो, कमन डक्ट बनौ, त्यो कमन डक्ट कहाँ गएर खुलो? बक्कल क्याभिलेरी फ्यारिङ्समा गएर खुलो, त्यहाँ वेस्ट खस्यो, इन्टरनेफ्रिक बन्यो। अहिले यहाँ त सिलोमिक फ्लुइडबाट सिलियाले वेस्ट कलेक्सन गरौँ, अनि नेफ्रोस्टम माउथले खाइदियो, त्यो वेस्ट नेकमा पुग्यो, नेकभित्रको सिलियाले बडीतिर धकेलिदिन्छ, बडीमा पनि इन्टरनल सिलिया हुन्छ, त्यो बडीभित्रको सिलियाले वेस्टलाई टर्मिनल डक्टमा धकेलिदिन्छ। अब सेप्टलको टर्मिनल डक्ट जहाँ खोल्छ वेस्ट त त्यही खस्ने हो, होइन भाइ? टर्मिनल डक्ट जहाँ खुल्छ वेस्ट त त्यहीँ खस्ने हो नि त। यदि त्यो टर्मिनल डक्ट चाहिँ एलिमेन्टरी क्यानलतिर खुल्यो भने सेप्टललाई इन्टरनेफ्रिक भन,
होइन। यदि त्यो टर्मिनेटर डाइरेक्टली शरीरबाट खुल्छ भने त्यो सेप्टललाई तिमी एक्जोनेफ्रिक भन्न पाउँछौ। ल भन त केही न केही कन्सेप्ट क्लियर भयो भाइ? भाइ भन त ल, केही न केही कन्सेप्ट क्लियर भयो कि भने मैले यति पढाउँदा ल भन त। हेलो यस सर। भयो नि सर होइन? भयो नि होइन? कन्सेप्ट त क्लियर भयो नि होइन? ल अब हेर है, अब मैले यहाँ तल लेख्छु ल, यो नेप्रोस्टम के हो, यसको एक्चुअल डेफिनेसन के हो, म तल लेख्छु ल, तिमी झन् क्लियर हुन्छौ है। अब यो फोटो तिमीले हेऱ्यौ होइन? अब यो फोटो यो नेप्रोस्टम के हो भनेको मैले लेखेको हेर त, तिमीलाई झन् तिमीलाई क्लियर हुन्छ है। यहाँ हेर है, मैले लेखेको हेर है, मैले के लेख्छु भन्दा है, द फर्स्ट पार्ट अफ, सुन है भाइ, द फर्स्ट पार्ट अफ इज सेप्टल नेफ्रिडियम है, नेफ्रिडियम is called nephroistom है, is called nephroistom, full stop है। The first part of each septal nephridium is called nephroistom, full stop. It is a है ciliated funnel, देखो ciliated funnel है, which is communicating with है, which is communicating है with silom है। यो केसँग कम्युनिकेट भएको छ? सिलोमसँग है। इट कन्सिस्ट अफ है, इट कन्सिस्ट अफ स्लिट लाइक अपाचर है, स्लिट लाइक सर अलि अपाचर माथि गर्नु न। है, स्लिट लाइक अपाचर है। त्यो स्लिट लाइक अपाचरलाई तिमी कल के भन्छौ? माउथ है, माउथ पृष्ठ, which is bounded by है, which is bounded by के भन्छ, which is bounded by upper and lower lips है, which is bounded by upper and के भन्न त lower lips है। upper lip है, upper lip is formed by है, formed by 8 to 9 marginal है, marginal cells and a central cell है, and a central cell है। while the lower lip है, lower lip है, lower lip is formed by है, while the lower lip is formed by 4 to 5 है, 4 to 5 compact cell है, compact cells and a के भन्छ central cell है, and a central cell। both leaves are हेर भाइ, both leaves are covered है, covered over by है, over by, covered over by है, over by तिमी के भन्छ सिलोमिक है एपिथेलियम। ल भन त भाइ, यो एकचोटि तिमी पढ त, तिमी एकचोटि मन मनै पढ त ल, तिमीलाई क्लियर भयो कि पनि यो मैले लेखेको? एकचोटि तिमी खुलेर पढ त ल। द फर्स्ट पार्ट अफ इज सेप्टल नेफ्रिडियम इज कल्ड नेफ्रोस्टम। It is a ciliated funnel which is communicating with xylem. It consists of slit-like aperture called mouth, which is bounded by upper and lower lips. Upper lip is formed by 8 to 9 marginal cell and a central cell, while the lower lip is formed by 4 to 5 compact cell and a central cell. Both lips are covered over by coelomic epithelium. ल भन भाइ, कन्सेप्ट क्लियर भयो? अब हेर त भयो। अब यो टक्क यो ल्याङ्ग्वेज हेरौ, अब टक्क यो फोटो हेर त ल। ए अब यो फोटो हेर, अब यो फोटो हेर तिमी भाइ, हेर्दै मैले के भने सेप्टलको सबैभन्दा पहिलो पार्ट नेप्रोस्टम हो। नेप्रोस्टम भनेको नै सिलिएटेड फनेल हो जो सिलमसँग कम्युनिकेट भएको छ। यसमा स्लिट लाइक अपाचर हुन्छ, चिरिएको ओपनिङ हुन्छ, त्यसलाई माउथ भन्छ। माउथलाई बाउन्ड गर्ने अप्पर र लोवर लिप हुन्छ। अप्पर लिप भनेको 8 देखि 9 वटा मार्जिनल सेल र एउटा सेन्ट्रल सेलबाट बन्छ, तर लोवर लिप भनेको 4 देखि 5 वटा कम्प्याक्ट सेल र एउटा सेन्ट्रल सेलबाट बन्छ, र दुवै लिपलाई कसले कभर गरेको हुन्छ? सिलोमिक एपिथेलियमले। भाइ क्लियर भयो? यस त भन कान्छा। सर Excuse me, sir. यस सर। Yes, sir. अब मैले सुन भाइ, अब मैले यत्रो कुरा पढाएँ नि होइन, मैले पढाएँ। अब हाम्रो सुनाइ भाइ, हाम्रो उद्देश्य भनेको त सब्जेक्टिभ त होइन,
यो हाम्रो उद्देश्य भनेको त सब्जेक्टिभ त होइन, सब्जेक्टिभ पढेर अब्जेक्टिभ निकाल्ने हो होइन भाइ। हाम्रो उद्देश्य भनेको सब्जेक्टिभ पढ्यौ, हे भाइ म्युट गरेर कान्छ, हे तिमी पनि हे म्युट गरेर पहिला सुन्नु त। हाम्रो उद्देश्य भनेको भाइहरू त सब्जेक्टिभ पढ्यो भने बुझ्यो भने अब्जेक्टिभ निकाल्ने हो नि त। मैले यति पढाएँ नि तिमीलाई, तर यहाँबाट 2टा क्वेसन मात्रै हो भाइ, यत्रो मैले पढाएँ नि भाइ। अब यो कम्प्याक्ट सेल मार्जिनल सेलरको काम त लिप्स फर्मेसन गर्नुको लागि हुन्छ है, तर यहाँबाट क्वेसन सोध्ने क्वेसन भनेको चाहिँ 2टा क्वेसन हो। त्यो 2टा अब्जेक्टिभ क्वेसन के भन्दा नि सुन भाइ, ध्रुव सत्यपुर है, मैले त पढाएको धेरै वर्ष पनि त, मलाई थाहा छ क्वेसन कहाँ फस्छ भनेर है। 2टा एमसिक्यू के भन्दा, एउटा एमसिक्यू भनेको चाहिँ के सम्झिने भन्दा, नेफ्रोस्टोम है, सेप्टल नेफ्रिडियामा मात्र है, नेफ्रिडियामा मात्र भनेर नबिर्सिने है। क्वेसन सोधेको हुन्छ नेफ्रोस्टोम इज फाउन्ड इन भनेर सोधेको हुन्छ। अनि अर्को एमसिक्यू भन्दा के भन्दा, सेप्टल नेफ्रिडिया है, सेप्टल नेफ्रिडिया डिराइभ है, डिराइभ वेस्ट फ्रम भन्छ है। सेप्टली वेस्टलाई कहाँबाट डिराइभ गर्दो रहेछ त, द्याट इज कल सिलोमबाट है। किनभने सिलोममा के हुन्छ, सिलोमिक फ्लुइड हुन्छ। हामीले हिजो पढेको के मतलब, क्लोराकोजेन सेलले सिलोममा युरिया फर्मेसन गर्छ भनेर हामीले पढेको हो क्या मतलब। अनि त्यो क्लोराकोजेनले फर्मेसन गरेको जुन युरिया हुन्छ नि भाइ, त्यो अर्थनको सिलोमिक फ्लुइडमा डिपोजिट त छँदैछ, प्लस त्यो युरिया भनेको अर्थनको ब्लडमा पनि डिपोजिट हुन्छ। अब विलासले मलाई क्वेसन के सोध्छन् भने नि, कमल सर मलाई एउटा कुरो बुझाइदिनुहोस् त। ठिक छ मैले बुझेँ, सेप्टल नेफ्रिडियामा नेफ्रोस्टोम छ, त्यो भएको छ सिलोममा, त सेप्टलले वेस्टलाई सिलोमबाट डिराइभ गरौँ, मैले बुझेँ, ठिक छ मैले बुझेँ है। तर कमल सर हिजो हामीले फ्यारेन्जल नेफ्रिडिया पढेको थियौँ, त फ्यारेन्जल नेफ्रिडियाले चाहिँ वेस्टलाई कहाँबाट डिराइभ गर्छ, अनि त्यो डिराइभ गरेको वेस्ट चाहिँ बक्कल क्यापिलरी फ्यारेन्जमा खसाल्छ त भन्दा त त्यो पनि क्वेसन होइन त भाइ? भाइ हो किन मतलब, त्यो पनि त हो क्वेसन सर। हो। फ्यारेन्जलले चाहिँ वेस्टलाई कहाँबाट लियो होइन, अनि त्यो वेस्ट चाहिँ बक्कल क्यापिलरी फ्यारेन्जमा खसाल्यो त। सेप्टलमा नेफ्रोस्टोम छ, सिलममा खुलेको हुन्छ, त्यहाँबाट वेस्ट लियो त मैले बुझेँ। अब फ्यारेन्जलमा त नेफ्रोस्टोम त छैन, मुख सुख त केही पनि छैन, त उसले कहाँबाट लिन्छ सुन है, मैले बोलेको सुन है। त्यसलाई एउटा कन्सेप्ट दिन्छु म, ध्यान दिएर सुन्नु त यहाँ है। जुन नेफ्रिडियामा भाइ सुन है भाइ, मैले भनेको सुन्नु त, जुन नेफ्रिडियामा है, नेफ्रोस्टोम भनेको सम्झिने मुख छ है, छ, त्यो नेफ्रिडियाले डिराइभ है, डिराइभ वेस्ट फ्रम सिलोम है। त्यसको इक्जाम्पल भनेको सेप्टल नेफ्रिडिया हो है। यो जाँचमा इन्डियन एमएससीमा पनि सोधेको क्वेसन है। तर जुन नेफ्रिडियामा नेफ्रोस्टोम छैन, हेर त नेफ्रोस्टोम छैन, त्यो कुन नेफ्रिडिया हो भाइ? फ्यारेन्जल हो होइन, फ्यारेन्जल नेफ्रिडिया हो होइन, र त्यो अर्को इन्टिगुइमेन्टरी पनि हो है। हेर इन्टिगुइमेन्टरीमा नेफ्रोस्टोम छैन, नेफ्रिडियोपोर अर्कै संसार हो भाइ, नेफ्रोस्टोम मुख हो, यो अर्कै संसार हो, नेफ्रिडियोपोर्स अर्कै संसार हो है। र अब फ्यारेन्जल र इन्टिगुइमेन्टरीमा यो नेफ्रोस्टोम छैन नि, त यिनीहरूले चाहिँ डिराइभ वेस्ट फ्रम है, जसमा नेफ्रोस्टोम हुँदैन तिनीहरूले वेस्टलाई कहाँबाट डिराइभ गर्छ भन्दा, ब्लडबाट। कहाँबाट भन्दा ब्लडबाट क्या भाइ। जस्तो के अरे त, त्यसले 12मा पढेको छ नि, एउटा टपिक पढेको छ नि 12मा, युरिन फर्मेसन भनेर पढेको छौ नि। त्यो युरिन फर्मेसनमा के हुन्छ सुन त, पहिला अल्ट्रा फिल्ट्रेसन हुन्छ होइन भाइ, त्यस पछाडि सेलेक्टिभ रिएब्जर्प्सन हुन्छ होइन, अनि ट्युबुलर सेक्रेसन हुन्छ नि त। त्यो ट्युबुलर सेक्रेसन भनेको के हो भन्दा त पढेको छौ, त्यहाँ त रिनल ट्युबुलले वेस्टलाई किडनीको ट्युबुलमा लगेर खसालिदिने हो नि त है। त रिनल त ब्लड भेसलले त वेस्टलाई किडनीको ट्युबुलमा रिनल ट्युबुलमा लगेर खसालिदिने हो नि त, ब्लड भेसलले वेस्टलाई रिनल ट्युबुलमा लगेर खसालिदिने हो नि त। अब यहाँ चाहिँ के भयो भन्दा, यहाँ पनि जुन नेफ्रिडियाको डाक्टर हुन्छ नि भाइ, फ्यारेन्जल इन्टिगुमेन्टरको डग छ नि, त्यो डग चाहिँ अराउन्डमा ब्लड भेसल हुन्छ क्या। त याद गर्ने, जसमा नेफ्रोस्टोम छैन त्यो नेफ्रिडियाले के गर्छ, वेस्टलाई ब्लडबाट डिराइभ गर्दो रहेछ। त्यो फ्यारेन्जललाई के हो भन्दा, द्याट इज कल इन्टिगुमेन्टरी नेफ्रिडिया हो है। त्यही भएर न हामीलाई एउटा क्वेसन सोधेको हुन्छ नि, नेफ्रिडिया अफ अर्थम डिराइभ वेस्ट फ्रम, नेफ्रिडियाले वेस्टलाई कहाँबाट डिराइभ गर्छ? अप्सन एमा ब्लड, अप्सन बीमा सिलोम,
अप्सन सीमा बोथ ब्लड एन्ड सिलोम त एन्सर तिमी के दिन्छौ बोथ ब्लड एन्ड सिलोम भन्छौ तर मलाई तोकिदियो सेप्टल तोकिदियो भने म सिलोम भन्छु मलाई फ्यारेन्जोलाई इन्टिगुमेन्टरी भनेर तोकिदियो भने म ब्लड भन्छु ओके तर तिमीलाई आज एउटा बवाल कुरो के थाहा भने भाइ मेरो किडनीले वेस्टलाई ब्लडबाट लिन्छ है तर अर्थनको नेपडेले वेस्टलाई ब्लड र सिलोम दुवैबाट लिँदो रहेछ त्यहाँ पनि टाइप्स अनुसार अब क्लियर भयो भाइ अब क्लियर भयो ल Yes, Yes, sir. सुन है अब सुन है अब तिमीलाई हेर नि भाइ अब मैले अझै एउटा फोटो बनाउनु पर्छ भनेको छु नि भाइ हेर त है यसरी सिलियाले वेस्टलाई सिरमबाट लियो त्यो मुखले खाइदियो अनि त्यो वेस्ट नेकमा पुग्यो नेकले त्यो वेस्टलाई धकेलिदियो बडीतिर अनि बडीमा पनि यस्तै नेक जस्तो सिलिया हुन्छ क्या त्यो चाहिँ मैले फोटो बनाउँदिनँ हुन्छ है अब त्यो बडीभित्रको सिलियाले वेस्टलाई कहाँ दिन्छ टर्मिनल डकमा दिन्छ क्या त तिमीलाई अब सेप्टलमा सुन है भाइ अब यो सेप्टल नेफ्रिडियममा है सेप्टल नेफ्रिडियममा के हुन्छ भन्दा वेस्ट बग्ने है सेप्टलमा वेस्ट बग्ने करेक्ट सिक्वेन्स हुन्छ नि भाइ सेप्टलमा वेस्ट बग्ने करेक्ट सिक्वेन्स हुन्छ नि भाइ त्यो करेक्ट सिक्वेन्स के रहेछ भने नि भाइ यसरी तिमीले भन्नु पर्यो है पहिला सिलोम होइन यहाँबाट वेस्टलाई खायो नेप्रोस्टमले खायो है भाइ पहिला सिलियाले डिराइभ गऱ्यो नेप्रोस्टमको मुखले खाइदियो त्यो वेस्ट अब नेकमा पुग्छ भाइ हेर त नेकमा पुग्छ नेकभित्रको सिलियाले त्यो वेस्टलाई अब मेन बडीतिर धकेलिदिन्छ है र त मेन बडीतिर धकेलिदिन्छ अब मेन बडीभित्र भएको सिलियाले त्यो वेस्टलाई टर्मिनल डकमा धकेल्छ अब हाम्रो सवाल छ भाइ त्यो टर्मिनल डट कहाँ जान्छ त अब टर्मिनल डकमा भएको वेस्ट कहाँ खस्छ त ट्याक्केर त टर्मिनल डकमा भएको वेस्ट कहाँ खस्छ त यो क्वेसन सोधेको छ सिइए 2079 सुन है भाइ अब सुन त अब सुन भाइ टर्मिनल डक जहाँ खुल्छ वेस्ट त त्यहीँ खस्ने हो नि त है अब सीमा सोधेको छ टर्मिनल डक अफ सेप्टल नेक्रिया ओपन इन्टु त्यो ल्याङ्ग्वेजबाट होइन भाइ त्यो फोटोबाट देखाउनु पर्छ भाइ टर्मिनल डक पछाडि वेस्ट कहाँ जान्छ भन्नको लागि भाइ त्यो ल्याङ्ग्वेजबाट होइन त्यसलाई फोटोबाट देखाउनु पर्छ ताकि तिमीलाई कन्सेप्ट क्लियर होस् भनेर है ल अब यसको लागि मैले अझ एउटा फोटो बनाउनु पर्छ भाइ दामी फोटो भाइ हेर त +2को किताबमा त्यो फोटो हुँदैन तर त्यसले धेरै दामी कन्सेप्ट दिएको छ है भाइ त्यो फोटोले सुन है त्यो फोटो भनेको चाहिँ सेप्टल नेपिडियाको एरेन्जमेन्ट क्या 15 सेगमेन्टबाट सेप्टल कसरी एरेन्ज भएको हुन्छ त्यो देखाउने हो 15मा जस्तो एरेन्जमेन्ट हुन्छ बाँकी सबैमा त्यस्तै एरेन्जमेन्ट हुन्छ है तर नम्बर फरक हुन्छ 15मा मात्र सेप्टलको सङ्ख्या 40देखि 50वटा हुन्छ है ल अब सुन है त्यसको लागि मैले अझ एउटा फोटो ड्र गर्नुपर्छ मलाई एउटा पुरै बोर्ड चाहिन्छ है हेर तिमी हेर्दै जाऊ है भाइ झन् तिमीलाई कन्सेप्ट यस्तो दामी क्लियर हुन्छ नि भाइ कति कुरो त +2को किताबमा हुँदैन इन्ट्रान्सको किताबमा पनि हुँदैन सरले आफै बोल्नुपर्छ क्या खोजेर ल्याएर ल सुन त अब यहाँ हेर है अब के हुन्छ भन्दा यस्तो छ हौ, तिमी हेर्दै जाऊ है यो सेप्टल नेपिडियाको एरेन्जमेन्टको लागि मैले बनाएको फोटो है सेप्टलको एरेन्जमेन्टको लागि मैले बनाएको फोटो ल अब तिमी हेर्दै जाऊ यो सेप्टल नेपिडिया हो वेल्ड देखौ तिमी हेर्दै जाऊ भाइ यो मैले देखाएको यो एउटा सेप्टल नेपिडियम हो एउटा सेप्टल नेपिडियममा एउटा पुच्छर हुन्छ भाइ त्यो पुच्छरलाई तिमीले टर्मिनल डक्ट भन्छौ होइन अहिले वेस्ट यहीँ टर्मिनल डक्टमा छ अब त्यो टर्मिनल डक्टमा भएको वेस्ट कहाँ जान्छ भन्नको लागि मैले यो फोटो गर्नु परेको त यहाँ भाइ यो सेप्टल टर्मिनल डक्ट अब एउटा सेगमेन्टमा त कति धेरैवटा सेप्टल हुन्छ नि भाइ 40देखि 50 15मा 16बाट 80देखि 100वटा हुन्छ सबै गरेर बनाउनु पर्दैन हाम्रो समय वेस्ट हुन्छ तिमीले 4-5वटा सेप्टल नेपिडियालाई रिप्रेजेन्ट गरिदिने ल मैले एउटा सेगमेन्टको बनाएको नि त एउटा सेगमेन्टमा त कति धेरै हुन्छन् तर तिमीले चाहिँ 4-5वटा सेप्टल नेपिडियालाई रिप्रेजेन्ट गर पुगिहाल्छ है हेर यो सेप्टल नेपिडियम यो टर्मिनल डक्ट ल हेर्दै जाऊ है यो सेप्टल नेपिडियम यो पुच्छरको नाम टर्मिनल डक्ट हो है यो सेप्टल नेपिडियम यो पुच्छरलाई टर्मिनल डक्ट भन्छ ल मैले यहाँ यति मात्रै रिप्रेजेन्ट गरेँ है तिमी हेर्दै जाऊ हेर अब है अब सेगमेन्टको यो फेसमा जे छ नि भाइ सेगमेन्टको यो फेसमा पनि त्यही हुन्छ
बुझौ यतातिर जस्तो हुन्छ सेगमेन्टको फेसमा यतातिरको सेगमेन्टको फेसमा पनि त्यही हुन्छ है है अब जस्तो के अरे त मैले तिमीलाई अघि बनाएको थिएँ नि त है अब बिचमा इन्टेस्टाइन हुँदा अब यो इन्टेस्टाइनले त्यो सेगमेन्टलाई कतिवटा फेसमा बाँडेको छ दुईवटा फेसमा हेर चाहिँ यताको फेसमा जे छ यताको फेसमा पनि त्यही छ है ल हेर अब यतातिर पनि हेर यो सेप्टल नेप्रियम यो टर्मिनल डक्ट हेर है यो सेप्टल नेप्रियम यो टर्मिनल डक्ट देखौ यो सेप्टल नेप्रियम यो टर्मिनल डक्ट है त ठिक छ देखौ होइन कन्सेप्ट ल मैले यति मात्रै देखाएँ यतातिर ल अब यो एउटा सेगमेन्ट हो देखौ यो एउटा सेगमेन्ट हो है अब भन त हरेक सेगमेन्टमा के हुन्छ भाइ सिलोमिक च्याम्बर त हुन्छ हरेक सेगमेन्टमा त सिलोमिक च्याम्बर हुन्छ हिजो हामीले पढेको थियौँ नि भाइ सिलोमलाई च्याम्बरमा बाँड्ने काम सेप्टाले गर्छ भनेको के हरेक सेगमेन्टमा सिलोमिक च्याम्बर त हुन्छ ल सुन है अझै फोटो बाँकी छ अझै हामीले फोटो बनाउनु बाँकी छ हेर्दै जाऊ तिमी लाउन त पहिला तिमीले आफू +2 पढ्दा यो फोटो देखेको थियौ भाइ यस्तो खालको फोटो देखेको थियौ भाइ तिमीले +2 पढ्दा देखा थे सर। यस गुड हेर त हो यो फोटो सबसे इम्पोर्टेन्ट फोटो हेर त यस्तो हुन्छ है र भन त यसलाई एनस भन्छ यो एनस यो इन्टेस्टाइन हो है इन्टेस्टाइन हो ल अब यहाँ है अब सवाल के छ भाइ हेर त सवाल के छ भन्दा यसरी सिलोमबाट डिराइभ भएको वेस्ट टर्मिनल डक्टमा छ आइपुग्यो अब त्यो टर्मिनल डक्टमा भएको वेस्ट कहाँ जान्छ अब हेर भाइ अब तिमी कन्सेप्ट क्लियर पार त हेर यो टर्मिनल डक्टहरू यहाँ खुलेको हुन्छ यताको टर्मिनल डक्टहरू यहाँ खुलेको हुन्छ हरेक सेगमेन्टमा यो क्यानल एक पेयरको हुन्छ त भन त पहिला भन भाइ यो जुन क्यानल देखो नि भाइ यो क्यानलको नाम के हो यसलाई भन्छ है यसलाई भन्छ पियर्ड है सेप्टल एक्सक्रेटरी क्यानल भन्छ त तिमी आफै भन त भाइ यो टर्मिनल डक्टहरूले वेस्टलाई कहाँ दिन्छ यो क्यानलमा दिन्छ यताको टर्मिनल डक्टले वेस्टलाई कहाँ दिन्छ यो क्यानलमा दिन्छ हरेक सेगमेन्टमा यो क्यानल कति पेयरको हुन्छ एक पेयरको हुन्छ त मैले अगाडि के लेखेको छु द्याट इज कल पियर्ड लेखेको छु है अगाडि पिएआइआरडी पियर्ड लेखेको छु है त तिमीलाई यो पढ्खै यो अलिकति मेट्यो र सुन है अब यो पढाइबाट तिमीलाई थाहा भयो कि भाइ टर्मिनल डक्टमा भएको वेस्ट ल भन भाइ देन पोर्ड इन्टु त्यस पछाडि कहाँ पोर्ड हुँदो रहेछ है टर्मिनल डक्टमा भएको वेस्ट देन पोर्ड इन्टु पियर्ड सेप्टल है एक्सक्रेटरी क्यानलमा है कहाँ खस्दो रहेछ न त पियर्ड सेप्टल हेर नि टर्मिनल डक्ट यहाँ यो टर्मिनल डक्ट यहाँ खुल्नु पर्दा के भयो टर्मिनल डक्टमा भएको वेस्ट सेप्टल एक्सक्रेटरी क्यानलमा खस्दो रहेछ ल सुन अब वेस्ट सधैँ यहाँ त खस्ने होइन मतलब यहाँ बसिरहने त होइन सधैँ वेस्ट त यहाँ बस्ने होइन त्यो वेस्ट ठाउँ अन्त जानु पर्यो अब हेर है अब यो सेप्टल एक्सक्रेटरी क्यानल देखो भाइ यो सेप्टल एक्सक्रेटरी क्यानल भाइ के हुन्छ यहाँ खोलेको हुन्छ देखो यताको सेप्टल एक्सक्रेटरी क्यानल पनि यहाँ खोलेको हुन्छ त त भाइ यो क्यानल पनि एक पेयरको छ तर इन्टेस्टाइनको माथि छ त त भाइ यो क्यानलको नाम के हो यसलाई भन्छ पियर्ड है पियर्ड सुप्रा यसको नाम के हो भन्दा पियर्ड सुप्रा इन्टेस्टाइन भन्दा माथि छ नि त पियर्ड सुप्रा इन्टेस्टाइनल के भन्छ क्यानल है पियर्ड सुप्रा इन्टेस्टाइनल क्यानल अब यो सुप्रा इन्टेस्टाइनल क्यानल माथि छ भने तल के छ इन्टेस्टाइन छ त सुप्रा इन्टेस्टाइनल क्यानलले अब फाइनली वेस्टलाई कहाँ खसाल्दो रहेछ इन्टेस्टाइनमा र जसले वेस्टलाई एलिमेन्टरी क्यानलको पार्टमा खसालिदिन्छ त्यो नेफ्रिया पनि कस्तो नेचरको हुन्छ इन्टेरो नेफ्रिक नेचरको हुन्छ ल भन भाइ अहिलेसम्म तिमीले ल्याङ्ग्वेजबाट पढेको थियौ ल्याङ्ग्वेजबाट रटेको थियौ त भन त आज कन्सेप्ट क्लियर भयो कि भएन भाइ भाइ भन त ल हेर त हेर सिलोमबाट नेप्रोस्टमले वेस्ट लियो नेकमा पुग्यो मेन बडीमा गयो मेन बडीबाट टर्मिनल डक्टमा गयो
टर्मिनल डक्टमा भएको वेस्ट देन कहाँ खस्छ सेप्टल एक्सक्रेटरी क्यानलमा, सेप्टल एक्सक्रेटरी क्यानलमा भएको वेस्ट कहाँ खस्छ सुप्रा, यसलाई सुप्रा इन्टेस्टाइनल के भन्दा इन्टेस्टाइनल क्यानलमा, अब फाइनली इन्टु कहाँ भन्दा इन्टेस्टाइनमा, द्याट्स वाइ सेप्टललाई पनि के भन्छ इन्टरोनेफ्रिक भन्छ। तपाईँ कन्सेप्ट क्लियर भन, तपाईँ कन्सेप्ट क्लियर भयो कि भएन भन त ल। भयो भयो हेर त भयो यसो सुन भाइ, भाइ हेर भाइ मैले यसै गरी पढाएको थिएँ अघिल्लो वर्ष पनि, सबै वर्ष पनि यही चित्र बनाउँछु, यसरी नै सिक्वेन्सले दिन्छु। ल भन त अब त बिदाले एन्सर बिगाएर होला त, बिगाएर नि त। टर्मिनल डकमा भएको वेस्ट, टर्मिनल डक जहाँ खुल्छ वेस्ट नै खस्ने हो रहेछ है। त आजबाट एउटा कन्सेप्ट क्लियर पारिदियो भने नि भाइ, सेप्टल वेस्टलाई खसाल्ने भनेको इन्टेस्टाइनमा हो, जो गोल भनेको इन्टेस्टाइन हो, तर डाइरेक्ट वेस्ट इन्टेस्टाइनमा खस्दैन रहेछ। त्यो वेस्ट मैले उलाइदिन्छु, उसले उलाइदिन्छ, उसले इन्टेस्टाइनमा लगेर खसालिदिन्छ, बुझ्नु नि भाइ। त हिजो पढेको फ्यारेन्जलमा चाहिँ के भयो मतलब, फ्यारेन्जलमा के भयो, टर्मिनल डक्टमा वेस्टहरू छ नि त, टर्मिनल डक्टहरू मिलेर कमन डक्ट बनाऊ, त टर्मिनल डक्टले वेस्टलाई कहाँ दियो कमन डक्टमा दियो, कमन डक्ट बक्कल क्याभिटी र फ्यारिङ्समा खोल्यो नि त, त्यहाँ चाहिँ वेस्ट डाइरेक्ट खस्यो भित्र होइन। तर यहाँ चाहिँ के भयो, टर्मिनल डक्टले वेस्ट सेप्टल एक्सक्रेटरी क्यानललाई दियो, त्यसले जोडी पियर सुप्रा इन्टेस्टाइन क्यानललाई दियो, लास्टमा त्यसले कहाँ दियो इन्टेस्टाइनमा, द्याट्स वाइ सेप्टललाई पनि के भन्छ इन्टेरोनेफ्रिक नै भन्दो रहेछ। र सुन है, र मैले हिजो तिमीलाई भनेको चाहिँ जो नेप्रिया इन्टेरोनेफ्रिक नेचरको हुन्छ त्यो नेप्रियाहरू रेस्पोन्सिबल फर है, रेस्पोन्सिबल फर कन्जर्भेसन है, कन्जर्भेसन अफ के भन त वाटर है, वाटर एन्ड के भन त सल्ट है। र जो नेप्रिया इन्टरनेप्रिक नेचरको हुन्छ त्यो नेप्रिया अर्थनको शरीरमा सल्ट र वाटर कन्जर्भ गर्नको लागि रेस्पोन्सिबल हुन्छ। ल भन भाइ, दामी कन्सेप्ट क्लियर, दामी कन्सेप्ट क्लियर। ल त्यसो भए मलाई एक शब्दमा यस भन, एक शब्दमा भन त, तिमीलाई कसले सोध्यो एक शब्दमा है, लु लु भन त है, सेप्टल नेप्रिडियाको है काम के हो, ल भन, सेप्टल नेप्रिडियाको काम के हो एक शब्दमा भन त ल, ल भन त ल, सेप्टल नेप्रिडियाको काम के हो एक शब्दमा भन त ल। अब कतिले के भन्छ सर साल्ट वाटर कन्जर्भ भने, त्यो त पछिको कुरो हो, पर त एलिमेन्टरी कामको पार्टमा वेस्ट नखसालिकन त साल्ट र वाटर त कन्जर्भको कुरा आउँदैन नि त भाइ होइन। मिलाएर भन्नु त ल, सेप्टल नेप्रिडियाको वेस्ट काम के भन्दा यस्तो, सेप्टलको काम के हो, जसले वेस्टलाई सिलोमिक फ्लुइडबाट लिएर इन्टेस्टाइनमा लगेर खसालिदिने, सेप्टलको काम नै डिराइभ वेस्ट फ्रम सिलोम भन अथवा सिलोमिक फ्लुइड भन एन्ड पोर्ड वेस्ट इन्टु कहाँ भन त इन्टेस्टाइनमा। तर मैले चाहिँ पढाउने विधाले के हो भने एउटा टेक्निक सिकाउँछु क्या, कस्तो टेक्निक भने नि भाइ, तिमीले नि यो सेप्टल नेफ्रिडियम एउटा रिप्रेजेन्ट गर है, सेप्टल नेफ्रिडियमलाई माइक्रोबस भन, यसलाई तिमीले माइक्रोबस भन है, यसलाई तिमीले माइक्रोबस भन। अब यो माइक्रोबसले के गर्दो रहेछ तिमीलाई थाहा छ भाइ, प्यासेन्जरलाई है, यो जुन प्यासेन्जर हुन्छ नि भाइ, प्यासेन्जरलाई माइक्रोबसले प्यासेन्जरलाई के गर्दो रहेछ, इँटहरी है, इँटरीबाट कलेक्सन गर्छ, प्यासेन्जरलाई इन्टरीबाट कलेक्सन गर्छ गर्छ है, अनि के गर्छ, अनि कोटेश्वरमा है, कोटेश्वरमा कोटेश्वरमा है, इन्टरीबाट प्यासेन्जरलाई कलेक्सन गरौ, अनि के गरौ भन्दा कोटेश्वरमा, त्यसका बाजे किन लेख्दैन हो यो है, कोटेश्वरमा मानै लेखेन त हौ भाइ यो डटले त कोटेश्वर लेख्यो त बुझेन आएन त है, कोटेश्वरमा होइन के हो लेख्दैन त हौ, यो डट पेन भनेको पूर्वतिर परेन, यो डट पेन भनेको पश्चिमतिरको पर्यो क्या हो, लेख्दैन त हौ कोटेश्वरमा। त एकछिन पर्ख ल, लेख्दैन त है, यहाँ मैले यस्तो दाबेँ होइन, अब लेख्नुपर्ने हो नि त।
चार सकियो क्या हेर त चार सकेको ल बुझ नि भाइ मैले ल्याङ्ग्वेजबाट भन्छु ल तिमी सुन सेप्टल नेपोडियमलाई एउटा माइक्रोबस सम्झ जसले प्यासेन्जरलाई कोट इटरीबाट कलेक्सन गर्छ अनि कोटेश्वरमा लगेर झारिदिन्छ बुझ्यो अब यहाँ इटरी भनेको के हो भन्न त भाइ इटरी भनेको के हो ल न त भाइ सिलोङ। ल सिलोङ यस हेर त यस एक कोटेश्वरमा झार्छ ल ल त भाइ अरू त यहाँ इटरी भनेको के अरे भाइ सिलोङ है सिलोङ त कोटेश्वर भनेको के अरे भाइ इन्टेस्टाइन। इन्टेस्टाइन यस है कोटेश्वर भनेको इन्टेस्टाइनमा अब त्यो कोटेश्वरमा प्यासेन्जर झरे होइन अब ती प्यासेन्जर त कोही फटा हुन्छन् कोही ज्ञानी हुन्छन् नि त अब ज्ञानी प्यासेन्जर चाहिँ एलिमेन्टरी क्यानलको वालमा एब्जर्ड भए फटा प्यासेन्जरहरू चाहिँ कता गए भनेको एनसबाट बाहिर गए क्या बुझ्यो नि भाइ त साल्ट वाटर चाहियो वालमा एब्जर्ब भए अनि नाइट्रोजिनस वेस्टहरू चाहिँ पछि एनसबाट बाहिर गए अब विधाले मलाई के भन्छन् थाहा छ मैले कोटेश्वर इटरी भने नि तपाईँ पूर्वको हो भन्छन् म यस म पूर्वको है भाइ मेरो घर चाहिँ मोरङ हो तपाईँ मात्रै मोरङबाट हुनुहुन्छ कोही हुनुहुन्छ मोरङबाट पूर्व मोरङ हुनुहुन्न है म मात्रै Yes, पऱ्यो को हो तिमी हो yes, sir. मोरङ कहाँ पऱ्यो है नानी तिम्रो घर Viratnagar. ए विराटनगर गुड गुड मेरो चाहिँ त्यो चाहिँ त्यतिर पर हुन चाहिँ विराटनगर हामी भन्छौँ तर मेरो घर चाहिँ उतातिर के अरे तिमीलाई थाहा छ रमाइलो रङ्गेली भन्छ नि हो त्यतैतिर हो ल सुन है ल अब सबलाई क्लियर पनि होइन ल अब यति भनिसके पछाडि लास्टमा है भाइ लास्टमा त्यसले बिर्स्यो ला कमल सरले त हिजो फ्यारेन्जल इन्टरनेप्रिक भन्नुभएको थियो आज सेप्टल नेप्रिया पनि इन्टरनेप्रिक भन्नुभयो बिर्स्यो ला कुन नेप्रिया इन्टरनेप्रिक बिर्स्यो होइन सेप्टल फ्यारेन्जल बिर्स्यो अब एउटा निमोनिक्स बनाऊ सेप्टलबाट यस जिक बुझौ फ्यारेन्जलबाट पिजिक बुझौ अब दुवै इन्टरनेप्रिक पनि त अब इन्टरनेप्रिकबाट के जिक इएनटिजिक के बुझौ ल पढ त अब इन्टरनेप्रिक सम्झ त ल अब यसबाट सेप्टलबाट यस सिक्यो फ्यारेन्जलबाट पिजिक्यो इन्टरनेप्रिकबाट इएनटिजिक्यो ल भन त अब सेप्टल र फ्यारेन्जल इन्टरनेप्रिक बुझ्ने कसरी स्पेन्ट भनेर क्या स्पेन्ट बुझ्यो भाइ ल स्पेन्ट भनेर सम्झने है ल अब यति पल्ट पुगिहाल्यो अब तिमी जाऊ त्यस पछाडि इन्टिग्युमेन्टरी नेफ्रिडिया है त्यसपछि तिमी जाऊ इन्टिग्युमेन्टरी नेफ्रिडिया है ल भाइ अब एउटा काम गर त किन मैले अगाडिको क्लासमा पनि त कति मजाले नेफ्रिडियो कोर्स पढाउँदा यो इन्टिग्युमेन्टरीको बारेमा बोलेको थिएँ नि होइन सम्झेको छु भाइ मैले नेफ्रिडियो कोर्स पढाउँदा इन्टिग्युमेन्टरीको बारेमा बोलेको सम्झेको छु भाइ सम्झेको छौ यो एक्जोनेफ्रिक हुन्छ एक्जोनेफ्रिक हुन्छ कि इन्टरनेफ्रिक हुन्छ भन त ल ठिक छ अब जसले विराटनगर मोरङको भन्यो नानी तिमी बोल त यस भन त पहिला विराटनगरको नानी Yes, ए sir. विराटनगरको केटी तिमी भन त इन्टिग्युमेन्टरी नेफ्रिया एक्जोनेफ्रिक हुन्छ एकदम ठिक छ तर प्रमाणित गर त कसरी इन्टिग्युमेन्टरी एक्जोनेफ्रिक हुन्छ ल प्रमाणित गर त ल तिमी कतिको क्लासमा रेगुलर छौ मलाई थाहा भइहाल्छ तिमी कहिलेबाट जोइन भएको भन त केटी ल हिजोदेखि ए हो र हिजैबाट हो त्यसो भए त तिमीले ल जो रेगुलर क्लासमा छौ नि अस्ति नैबाट उसले मलाई भन त ल कसरी सर यो एक्जोनेफ्रिक स्क्रिनमा पठाएर त भयो। यसले बाहिर फाल्छ बेस वेस्ट स्किनमा आउँछ नेप्रोडियस हो यसरी त्यसलाई मैले पढाएको यसरी सम्झ त भाइ यहाँ है मैले के भनेको थिएँ भन्दा यो नेप्रिडियो सुन त नेप्रिडियो कोर्स भन्छ नि भाइ त्यो नेप्रिडियो कोर्स भनेको स्किनमा हुन्छ इन्टिग्युमेन्टरी नेप्रिडिया बाहिर खुल्ने ओपनिङको नाम नेप्रिडियो कोर्स हो हेर त भाइ अब हेर न अहिलेसम्म हामीले पढेको कुरो चाहिँ के पायौँ भने नि भाइ ए भाइ म्युट गर न केटा हे म्युट गर न है भाइ म्युट गर त म्युट गर पहिला ल सुन है त मैले तिमीलाई के भनेको थिएँ सम्झेको छौ जस्तो कि अरू नेप्रिडिया भर्खर पढेका नेप्रिडियाहरू चाहिँ एलिमेन्टरी क्यानलमा खुल्छन् होइन भाइ त्यहाँ वेस्ट खस्छ तर यो इन्टिग्युमेन्टको जो टर्मिनल डक्ट हुन्छ नि भाइ त्यो टर्मिनल डक्ट चाहिँ डाइरेक्ट बडी वालको नेफ्रिडियो कोरमा खुल्छ क्या
तब त वेस्ट त बाहिर खस्ने रहेछ, बाहिर भनेको स्किनमा। त तिमीलाई यो पढाइबाट तिमीलाई थाहा भयो कि भाइ, सुन त, यो पढाइबाट तिमीलाई थाहा भयो कि पक्कै 1 मिनट पर्ख भाइ, यो ब्याट्री चार्ज गर्छु है मैले डटपेनको। आयो ल राज भयो ल, आओस् न है। ल अब सबै यहाँ पनि त अलिअलि, ल ठिक छ। ल सुन त है, अब एउटा पोइन्ट यहाँ दिमागबाट नटाउ है, पानी लागेछ। ल सुन है, ल अब यहाँ है एउटा पोइन्ट हेर त भाइ है, टर्मिनल डक्ट अफ है इज इन्टिग्युमेन्टरी है, इज इन्टिग्युमेन्टरी नेफ्रिडियम opens exteriorly है through the, लाउन त भाइ नेफ्रिडियोपोर, बुझ्यो भाइ, हेर त नेफ्रिडियोपोर, हेर है, हेर न त। आज एउटा के दिमागमा राख भने नि भाइ, नेफ्रिडियोपोर चाहिँ इन्टिग्युमेन्टरीमा हुँदो रहेछ होइन भाइ। र अघि पढेको केटा हेर त, अघि पढेको नेफ्रोस्टम ओर नेफ्रिडियोस्टम चाहिँ सेप्टलमा हुँदो रहेछ है। त अब यहाँ हेर न भाइ, अब हेर त, अब इन्टिग्युमेन्टरीको टर्मिनल डक्ट चाहिँ नेफ्रिडियोपोरमा खुल्दो रहेछ। यसको अर्थ के भयो भाइ, यसको अर्थ के भयो भन्दा, द्याट इज कल इन्टिग्युमेन्टरी डिस्चार्ज है वेस्ट है डाइरेक्टली आउटसाइड है, आउटसाइड थ्रु दी है, डाइरेक्टली डिस्चार्ज वेस्ट डाइरेक्टली आउटसाइड थ्रु दी। त भयो भाइ, आज यति नै पढ्ने है भाइ, यो लेख्दै लेख्दैन है। म तिमीलाई ल्याङ्ग्वेजबाट चाहिँ भन्छु है, डिस्चार्ज वेस्ट डाइरेक्टली आउटसाइड थ्रु दी नेफ्रिडियोपोर्स, तर इन्टिग्युमेन्टरी सोकल एक्जोनेफ्रिक इन नेचर। ओके भाइ, यहाँ लेखेन है डट पेनले है, लेखो लेखो, आउटसाइड थ्रु दी नेफ्रिडियोपोर है, थ्रु दी नेफ्रिडियोपोर है सोकल है, यो कुन नेचरको हुँदो रहेछ, एक्जोनेफ्रिक और एक्टोनेफ्रिक है इन नेचर। ह्याप्पी भाइ, अब क्लियर भयो, अब क्लियर भयो नि होइन। इन्टेरोनेफ्रिकलाई इन्डोनेफ्रिक पनि भन्छ, एक्जोनेफ्रिकलाई एक्टोनेफ्रिक पनि भन्छ। ल अब आज यति नै गरौँ, ल माथि भोलि पढौँला ल भाइ। र जाँदा जाँदै भन्छु भन त, बुलेट बुझौ भाइ, भन त बुलेट बुझौ आज Yes, sir. Yes, Yes, sir. sir. है। ल ठिक छ, अब यो हाम्रो लगभग अब अलिअलि बाँकी छ होइन। इन्टिग्युमेन्टरी त म भोलि बनौँला। अनि के पढ्न बाँकी हुन्छ भने नि भाइ, ट्याक्क रिप्रोडक्टिभ, ट्याक्क नर्भस, ट्याक्क अनि त्यस पछाडि डाइजेस्टिभ, अनि हामी अर्को टपिकतिर जाउँला है।